वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि अहिले चाहिँ हामी सल्लाहघारीमा छौँ। अहिले चाहिँ यता चाहिँ टिकट काट्दै हुनुहुन्छ अनि उता छ पिङ अनि यता दाइ दिदी हेलो भन्नु नि त। हेलो यता हेलो भन्नु न। मेरो दाइ पनि भ्लगर सबैजनाले सपोर्ट गरिदिनु। अनि हामी चाहिँ यता टिकट काट्ने ठाउँमा छौँ अहिले भित्र जान पाउँदा तपाईँलाई अहिले चाहिँ हामी भित्र जाँदैछौँ। देख्न सक्नुहुन्छ अगाडि चाहिँ एकदमै राम्रो मन्दिर जस्तो देखेछ अनि कस्तो कालो देखेछ अहिले चाहिँ। अनि हाम्रो यहाँबाट प्रवेश गर्ने ठाउँ देख्न सक्नुहुन्छ। भित्रको अवस्था चाहिँ यस्तो छ। भित्रको अवस्था चाहिँ यस्तो छ अहिले देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ देख्न सक्नुहुन्छ। यता दाइ भिनाजु यता दिदी यता म छु। अहिले चाहिँ एकदमै राम्रो फुल रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। एकदमै राम्रो छ है। दाइ हेलो देख्न सक्नुहुन्छ यस्तो सक्नुहुन्छ। यता जुत्ता पसल होइन यता मजाले देख्न सक्नुहुन्छ हजुरहरूले। अनि यता देख्न सक्नुहुन्छ भित्र चाहिँ एकदमै राम्रो रहेछ है। म चाहिँ गएको थिइनँ। 5वटा भेस्ट सेल छ यता चाहिँ मस्त देख्न सक्नुहुन्छ। यहाँ चाहिँ टी सर्ट हेर्न लागिरहनु भएको दाइहरू चाहिँ देख्न सक्नुहुन्छ। यता भिनाजु अनि यता चाहिँ खेल्ने ठाउँहरू छ अरे। 100 रुपियाँमै पाउँछ अरे यो भाँडाहरू चाहिँ। अनि यता फुलको चाहिँ कस्तो राम्रो रहेछ त्यही पनि। यताको मात्रै 100 हो नि। साइडमा राखेको रह नि त अनि छुट्टै त्यही भएर 100मा सस्तो सामान किन्नु छ भने हजुरहरू चाहिँ यहाँ के अरे सल्लाहघारीमा आउनु। एकदमै सस्तो हो। 500मा 5वटा टी सर्ट भनेको यहाँभन्दा सस्तो चाहिँ सामान कहिले पनि पाइँदैन। अनि आउनु हजुरहरू पनि। अनि यता रोगटे पिङ खेल्नु हेर्नुहोस् क्युट मान्छेहरू पनि छन्। त्यही गेम खेल्ने कुरा हुँदैछ दाइहरूको। एकदमै राम्रो रहेछ। ओहो मलाई त यतै बसौँ लागेको। बस्न त के बस्नु त्यही पनि हेर्नु न कस्तो राम्रो रह है सबैपट्टि। लाइनको व्यवस्था नि एकदम राम्रो रहेछ। सिसी क्यामेरा छ कि भनेर हेरेको कतै देखिनँ मैले चाहिँ गाई। सिसी क्यामेरा छ कि भनेर हेरेको कतै देखिनँ। अगाडि चाहिँ देख्नुहुन्छ कलाकारहरू आउने ठाउँ हो अरे यो चाहिँ। सो देख्न सक्नुहुन्छ। अनि तपाईँ के भन्न चाहनुहुन्छ? छिटै भाइरल होस्। सबैले सब्स्क्राइब गरिदिनु। लाइक कमेन्ट सेयर हस्। सबैजना लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो अनि के भन्नु अरू त। अहिले चाहिँ यताभित्रको अवस्था चाहिँ यस्तो रहेछ। खासै रमाइलो त छैन त्यही पनि यसो हेरौँ न। ठिक छ त देख्न सक्नुहुन्छ। स्टेज एकदमै राम्रो रहेछ। अनि लाइटहरू पनि एकदमै मजाले हालेर ग्राउन्ड भित्रको त्यहाँनिर चाहिँ एकछिनै गाइज म तपाईँहरूलाई देखाउँछु के छ भनेर। आइएम भेरी एक्साइटेड हेर्नलाई चाहिँ। यहाँ देख्न सक्नुहुन्छ हजुरले चाहिँ पोखरा फेमस चटपटे रे। अनि उता बच्चाहरूको खेल्ने ठाउँ छ। अनि यता चाहिँ देख्न सक्नुहुन्छ रेलवेहरू जस्तै छन् जे भयो नि यस्तो छ।
चलिरहेको छ यहाँ चाहिँ अहिले देख्न सक्नुहुन्छ हजुरहरूले। त्यस्तो स्पेसल खेलौँ न भन्ने खालको चाहिँ त्यति मान्छे भनिरहनु छन्। हजुरहरूलाई खेल्न यस्तो इच्छा छ भने चाहिँ खेलिरहेर चाहिँ नआउनु। हामी के गर्छौँ अब हामी चिया हेर्छौँ अनि खासै रमाइलो लागेन। खासै राम्रो लागेन यो दुनियाँ मलाई केही रमाइलो नभएपछि। सबै चिजहरूलाई युटिलाइज गरेर स्टेजदेखि लिएर तपाईँको अपोनेन्ट्सहरूलाईदेखि लिएर अडियन्सदेखि लिएर सबैले युटिलाइज गर्नुहोस् राइट। दुवैजनाको लागि बेस्ट अफ लक। कोरियोग्राफी एकदम राम्रो गर्नुभएको छ होला अनि आई होप नाउ विश त्यो दुवैजनाले बिचमा फ्रिस्टाइल चाहिँ हाल्दिनु होला। अहिले चाहिँ पानी परेर हालत खराब भएको छ। अहिले चाहिँ हामी जाँदैछौँ अब रुम देख्न सक्नुहुन्छ। सेल कपडा छ यता चाहिँ। अब चाहिँ हामी यता दाइ देख्नुहुन्छ तपाईँहरूले चाहिँ मस्त। हेलो गाइज कस्तो पानीमा ल्याएर हाल्नु भएको दाइले मलाई स्कुटर सिकाउनु भएन त्यहीमा चाहिँ एउटा जिज्ञासा छ। सो गाइज अब त के भन्नु। अनि यता अगाडि देख्नुहुन्छ हजुरहरूले यता म छु पानी परेको छ सरेर। अब हामी जान्छौँ अनि यता दाइ हो त्यस्तो हुन्छ। बाइक राइडर होइसिन्छन् हजुर स्कुटरको। देख्न सक्नुहुन्छ यो भित्र चाहिँ यस्तो छ है। बाहिर चाहिँ यो भित्र चाहिँ भनौँ न बाहिर चाहिँ होइन। के सोध्नु छ सोध म भनिदिन्छु। तपाईँ कहाँबाट आउनु भएको? एकदम बिजोक रहेछ। कस्तो बिजोक मतलब? यो पानी परेर यहाँको व्यवस्थापन समितिको यो राम्रै उपलब्धिहरू केही छैन। ओहो आउँदो चाहिँ मौसममा चाहिँ मै यहाँको कार्य समिति बनेर यहाँ आउने रोकेर एकछिन बाइक यहाँ आउने सबैजनालाई चाहिँ यस्तो घाम पानीबाट चाहिँ उपयुक्त हुने ठाउँ गरी मौसम अर्को साल हुनेछ। ओहो धन्यवाद यति सुझावको लागि। अर्कोचोटि चाहिँ म पनि सुटदेखि आएर जे भए पनि बस्नु पर्ला होइन। रमाइलो हेर्नको लागि बस्नु पर्ला भनेको छु अरूको लागि चाहिँ होइन। मैले देख्न सक्नुहुन्छ यता पिङ घुमिरहेको छ सरेर। यता हामी हिँडिरहेको छौँ सरेर भनौँ न। अनि यता चाहिँ गाडीहरू छ। सो अब चाहिँ हामी यहाँबाट बाहिर जान्छौँ। हामी ममपट्टि पनि आइसक्यौँ अनि यताबाट चाहिँ आउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ हजुरहरूले है। खाजाको लागि आज आउन चाहिँ। सो अनि यता दाइ हुनुहुन्छ मक्क पर बस्नुभएको। यता दाइ बस्नु भएको छ मक्क पर। यता दाइ यता चाहिँ म छु। सो अब चाहिँ हामी भिना चाहिँ उता कता अर्डर दिन जानुभएको छ कि के दिनुभएको। अब चाहिँ जान्छु तपाईँहरूलाई देखाएको छैन यस्तै छ। भिना चाहिँ तपाईँलाई कस्तो लाग्यो? राम्रो लाग्यो। कतै होइन रमाइलो लाग्यो तपाईँलाई? मलाई त झ्याउ लाग्यो। मैले के गरेछु र म जस्तो लाग्नलाई होइन। होइन त गाइस यो चाहिँ भनिदिनु है तपाईँहरूले। बाहिर चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ अहिले पानी परेर चाहिँ पुरै बिजोक छ नि त। सो यता हामी उता अहिले चाहिँ हामी अब हिँड्यौँ। देख्न सक्नुहुन्छ पछाडि दाइ स्कुटर उताबाट आउँदै हुन्छ। पानी परिरहेछ नि त। अनि अब चाहिँ रुममा हिँडेको।
सबैजनालाई नमस्कार। अब चाहिँ हामी जान्छौँ है। हामी रुम जाँदैछौँ अनि भिनाजुहरू चाहिँ गइसक्नु भयो। दिदी बहिनी मस्त पानी परेको थियो त्यही भएर मैले देखाइनँ। केही छैन, पानीमा भिजेर जाँदा अब अलिअलि गाली खान्छ थोडी थोडी। मौसम आज एकदम राम्रो छ है पानी परेर, तर मान्छे चाहिँ भ्यात्तै भइसकेछन् भिजेर। अनि यता बोत्री मै छोड्न नसकेकी यता देख्न सक्नुहुन्छ हजुरहरूले। अनि साथै म चाहिँ अलि अल्को छु है, जे भए पनि भनेर आफ्नो बयान आफै त कसरी गर्नु, ठिक छ त्यही पनि। अब चाहिँ हामी रुम पुग्छौँ अनि रुम पुग्ने बेला चाहिँ भ्लग गर्छु उता गाइस। अनि के भन्नु आउँछ, पानी पऱ्यो कस्तो मजाले सरर पानीमा भिज्नको मजै बेग्लै भने जस्तै चिसो चिसो जाडो भयो। अनि त्यसै गरी अहिले चाहिँ हामी रुममा आइपुग्यौँ। खुट्टाको बिजोक कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला।